हजुर बासी लुगा फेर्छु हो चिया बनाइदिने बिरालो भात नखाएर फुको भात दिएको त साह्रै ओहो तोहर गर्नु पाउँदैन दुधले त अलिकति भामो दिइहाल्छु त आँटामा कगडा छ है नानी किन चोचोमा डाल्दैछ हौ यहाँ कोकले भरे टक्क गर्छ है कोकले है कोपा कहाँ जानु भएको भन न जानुपर्छ भनेर गाउँले भात खुवाएको जानु परिहाल्छ यो लुगाहरू चाहिँ मेरो धुने लुगाहरू हो है यस्तो बेसी धुलोले गर्दाखेरि चाहिँ मैला हुन्छ लुगा अब चाहिँ अलिकति बसेर सुन्तला खाउँ भनेर म चाहिँ सुन्तला खानुतिर लाग्दैछु है सुन्तला चाहिँ हुनु चाहिँ एकदम सानो सानो थियो कि तर एकदम त्यस्तो गुलियो पनि होइन त्यस्तो अमिलो पनि होइन है ठिक्कको रहेछ थुप्रो साल बाद म चाहिँ नेपाली घर आएर चाहिँ फ्रेस सुन्तला खाँदैछु मेरो सबभन्दा इम्पोर्टेन्ट है खास ड्युटी चाहिँ मेरो यहाँनिर छ यसमा चाहिँ अलिकति तलमाथि गडबडी भयो भने चाहिँ आमाकोबाट चाहिँ मैले एकदम रामै खान्छु है एकदम यसमा ध्यान पुर्याउनु पर्छ न आगो बेसी न कम मामा क्या कर रही हो पोपा के साथ कुरो हो गया ओहो आ जाओ घर आ जाओ
अब चाहिँ म नुहाइधुवाइ गर्छु। लुगा पनि धुनु छ है, एक थाक। नुहाउनु पर्यो। बल्ल बल्ल 3-4 दिन ज्वरो र प्रेसरले सताउनुको बादमा अलिक सन्चो भएर चाहिँ म आज चाहिँ लुगाफाटा पनि धुन्छु है। मलाई चाहिँ सुरुमै पुरै चिसो लाग्दैछ। जनवरीसम्म चाहिँ के गर्नुपर्ने, आमा पापालाई पनि त्यसकै सुर्ता भइरहेको छ। के भयो अरे? यहाँ चाहिँ मैले लुगाहरू पनि धोइसकेँ है, धोएर ड्राई पनि गरिसकेँ। मिसिनमा चाहिँ म चाहिँ धुँदिनँ, ड्राई मात्रै गर्छु। मिसिनमा चाहिँ ढिलो हुन्छ नि त, मलाई अल्छी लाग्छ। दिदी स्कुलको स्वेटर मोनोग्रामहरू सबै सर्टमा मोनोग्राम लाउनुपर्छ नि त, सिलिगुडीमा सिलाउनु मिल्दैन भनेर फोन गरेको। ल्याउनु पर्छ अरे मोनोग्रामहरू। त्यो म स्कुलको मोनोग्राम छ नि त्यसले। अब चाहिँ म लुगाहरू सुकाइदिन्छु। लुगाहरू चाहिँ हामी खेतबारीमा सुकाउँछौँ। त्यहाँ चाहिँ हामीले तारहरू टाँगेर सुक्ने जग्गा बनाएको छौँ नि त। त्यहाँनिर चाहिँ लुगा ड्याम्मै सुकाउने जग्गा छ। लुगा चाहिँ म त्यहाँ सुकाइदिन्छु सबै। अन्त घाम पनि मजाले लागिरहेको छ र बेलुकासम्म लुगा पनि सुक्छ। लुगा चाहिँ यति बेसी मैला हुन्छ, डेली मेरो लुगा पुरा धुनु निक्लिन्छ नि त। नानीले लुगाहरू मैला बनाउँछ, त्यही भएर पनि होला है, चिसो एकदमै चिसो लाग्छ। फेरि मलाई मात्रै चिसो लागेको हो कि सबैलाई चिसो लागेको हो कि, मलाई त्यो अनुहारहरू सुन्निएर, आँखाहरू सुन्निएर, कम्मर दुखेर, सँगैमा आमाहरू मजाले काम गरिरहेको हुन्छ है। म चाहिँ त्यति काम गर्नु पनि सक्दिनँ। बिहान उठ्नु पनि आरामले, गरम पनि नसहने, चिसो पनि नसहने, जिउ पनि अचम्मै लाग्दो छ मेरो चाहिँ। आज चाहिँ म तपाईँहरूलाई देखाउँछु धानको बिटा चाहिँ कसरी बाँधेर बोकिन्छ, त्यो चाहिँ म तपाईँलाई आज देखाउँछु। मम्मा त नजाऊ, कुकुरको डट्टी छ अरे। यता यता अब चाहिँ बेलुका बेलुकातिर चाहिँ दिन त अँधेरो हुँदैछ नि त, पानी पर्ला जस्तो हो। सबैले फटाफटी धानहरू उठाउँदैछ अहिले चाहिँ, राम्ररी नसुकिकनै। हुन त सबैकोतिर यसरी नै उठाउँछ होला है। हाम्रोतिर चाहिँ यसरी चोयाले बाँधेर बोकेर उठाएर स्टक यसरी गर्छौँ। यो धान राखेको जग्गालाई चाहिँ कुन्यु भनिन्छ। हाम्रो धानको खेत चाहिँ त्यति धेरै छैन नि त है, त्यही कारण आमा पापा र मम्मी सबैजना 3जना मिलेर गर्दै थियो। कहाँबाट काका आइपुग्नु भएछ, यो चाहिँ हाम्रो गाउँको काका हो, खगेन्द्र काका। काका आइपुग्नु भएछ र काकाले निकै सघाउनु भयो। अन्त एकैछिनमा छिटो सक्यो पनि। अन्त मैले पनि यसो पास्ता सास्ता बनाएर खाजाहरू दिइहालेँ है, यसो अलिकति सेन्थेरेमहरू। अन्त काका पनि खुसी, हामीले पनि धान बोकिसकेर आमा पापा पनि खुसी, हल्का भयो है। 3जनालाई अलिकति समय लाग्थ्यो, अन्त 4जना भएपछि अलिकति छिटो सक्यो। त्यही माथि अब मरद मान्छे है, उनीहरूले त धेरै धेरै ठुल्ठुलो बिटाहरू बोकिहाल्छ नि त, अन्त चाहिँ राम्रो भयो। अब यो कुन्युमा राखेको धान चाहिँ
1-2 महिना बाद पनि झार्दा हुन्छ, 2-3 महिना बाद पनि झार्दा हुन्छ, हप्ता दिन बादमा झार्दा पनि हुन्छ है। वेदर हेरेर अगर पानीहरू पस्यो भने चाहिँ झार्नु मिल्दैन है, छिटो झारिहाल्छ, धान बिग्रिन्छ। त्यो लाउने र कालो लगाउने कालो लगाइदियो हौ, त्यो लन्ठै हुन्छ त्यहाँ। कालो लगाउने अस्ति विकासले ल्याएको। यहाँ चाहिँ हाम्रो धान कुनीमा लगाएर पनि सकिसक्यो है। कुनीमा लगाएर पापाले माथिबाट तिर्पलले छोपिदिनु भयो, किनकि रातिको भरोसा छैन, पानी पर्नु सक्छ। र आजको काम खतम।